तिमी धेरै थुतुनो नचलाऊ है। तिम्रो मुख सुख ज्यादा खानामा पुर्याइदिन्छु, अनि थाहा पाउँछौ नि। ल च्याट च्याट च्याट। ल अचाइ अचाइ। बुहारी, तिमी त साह्रै भाग्यमानी रहेछौ। मेरो छोराले कुखुरा मारेर फाल्ने बित्तिकै टुक्लुक्क आइपुग्यौ। अब यो कुखुरा केलाई पकाएर खान पर्यो? काँचै खाऊ। खाऊ भनेको सुन्दैन? ओइ, कता 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 ओइ, कालिको। राम्रो भौतारी त भोकाको स्याल जस्तो गरेर हिँडेको छस् त। कता हिँडेको? त्यहाँ हराको स्वास्नी खोज्दै हिँडेको होला छैन? उर्ता। थाहा रहेछ त तपाईँलाई हराको स्वास्नी खोज्दै हिँड्यो भनेर। अनि किन छेक्नु पर्यो त? जान्दिनु मलाई। परा छैन जान, परा छैन। भरे हिँड, गुप्त भर। अब जति नै माया गरे पनि यसलाई ल्याप ल्याप चाटे पनि काँधामा बोकेर हिँडे पनि अब हुनेवाला केही छैन त असती रडीलाई। त्यसको कुरै नगर। रडीका कुरा छोड दे। त्यसैले धने अब मेरो अन्तिम इच्छा अन्तिम विकल्प भनेकै मृत्यु हो। मृत्यु नै समस्याको समाधान होइन के जुनु। म पनि जिन्दगीसँग हार खाएर कयौं पटक मर्न खोजेँ, तर पछि आएर जिन्दगी के रहेछ भन्ने कुरा राम्रोसँग बुझेँ र जिरहेको छु। एकदमै सही कुरा हारिस। ए सही कुरा गरिस् कहिले? त दुई जीवले त को होसियो घर भाग्ने तेरा। भाग्न खोजेको होइनस्? गौले बुहारी। बुलङ्गार्नी, आजै घरमा कुन मुखले भदैछस्? फुरुक्क लाएर आफ्नो पाइले सारे हुन्छ नि। तैँले यो के कुरा गरेको? के तैँले भने जस्तो सजिलो छ र बुहारी घरबाट निस्केर जानलाई? बुवा, तपाईँ चुप्प लाग्नुहोस्। यहाँभन्दा बढी नबोल्नुहोस्। तपाईँलाई यस विषयमा केही पनि थाहा छैन। किन चिच्याछस्? मोनिकाले गिज्जा छ क्या तँलाई? हे भगवान, मैले यो कस्तो सपना देखेँ? हुन त यो सपना मात्रै हो, तर मुटुले थाम्न सकिरहेको छैन। मलाई त कस्तो डर लागिरहेको छ। फेरि विवेकको व्यवहारमा पनि यति धेरै परिवर्तन आएको छ। जुन उहाँबाट पाउने माया सान्त्वना सब हराइसक्यो। त्यसैमाथि आमाले भए नभएको कुरा लगाएर आज यो हालत भएको छ। कतै यो सपना विपनामा परिणत हुने त होइन? फेरि बिहानी पखको सपना साँचो हुन्छ भन्छन्। हे भगवान, अहिलेसम्म पछाडिरहेको छ। बिहान उठेर घरको काम धन्दा गर्दै दैलो अँगेर पोत्दै त कता हो कता डाँडामाथि घाम आउँछ नि पछाडिएकी छे। तेरी गामा के पराइराख्नु भएको के? यसलाई घोक्रे ठेक लगाएर काममा मर्नी गरेर दलाउ न, नभए यसको के काम लगाएर? यो घरमा यतिकै बस्यो भने अलि छिन लाग्छ। हो छोरा, तैँले सही भनिस्। हिजो बेलुका खाएका भाँडा सुत्दा बाहिर त्यसै झुठै लडिरहेका छन्। अहिलेसम्म बाजेको छैन। तँ चाहिँ के तेरी आमा र बच्चा? आमा, बरु मलाई कुट्नुस्, पिट्नुस्, मार्नुस्, तर मेरी आमाको नाम नलिनुस्। आमा, यसको के कुरा सुनेर बस्नुहुन्छ? यसलाई मर्नी गरेर काममा दलाउन न। यसको बोली सुनेर त मलाई पारो तातेर आउँछ। ल हेर्नुहोस् खुर्का लाएर। ल छोरा, यो अलक्षिणाका कारणले हेर मेरो छोराले रातभरि रक्सी खाएर आँखा साँखा सबै सुन्नाएर आएछ।
गर्नु किन छोड्ने बुहारी दुजुकी छि फेरि तैले यस्तो हरकत किन गरेको यस्तो अवस्थामा कामको भन्दा आरामको जरुरत छ शान्तिनो काम त म गर्छु छोरीले गर्छ विवेकले गर्छ हो आमा घरको सानोतिनो काम त म पनि गरिहाल्छु नि भाउजूको यस्तो अवस्थामा कामको भन्दा धेरै आरामको जरुरत छ बुढो भाउजूको काम पनि सबै म गर्छु भाउजू तपाईँ भित्र गएर आराम गर्नुस् हेर हेर यो घिरुम्ली मुसी छुचुम्ले बाठा कुरा गरिरहँदिन चाहिँ खो भाउजूको ओठ लागेर बोल्ने बाकी होइनस् फुर्क गरेर त्यहाँ भित्र गएर चिया पका पकाउँदिन चिया चिया अच्छा पकाउँदिन भन्छस् फुर्क जा साँच्चै नै पागल भइछस् दुई जीवकी भएको बुहारीलाई किन यस्तो गर्छस् त त बुहारीको पापले पनि किन परी परी मर्छस् सक्ने काम त बुहारीले गरेकै छ नि राम्रो फुली काम सिकाए भइहाल्यो नि भित्रबाट जगल्तर ल्याएर काम लगाउनु पर्छ त मेरो काम लगाउने तरिका अलि फरक छ बुझ्यौ यस्तो म किरा परी मर्नलाई त्यस्तो पाप मैले के गरे पाप त यसले बोकेकी छ यसले बुझ्यौ हो बुवा म पापिनी हुँ म अलक्षिणी हुँ मैले पाप बोकेकी छु बुवा मेरो कारणले गर्दा हजुरहरू किन लड्नुहुन्छ किन झगडा गर्नुहुन्छ बरु म नै यो घर छोडेर गइदिन्छु हजुरहरूको बोझ भएर कति दिन बस्छु यसरी बरु हजुरहरू सुख शान्तिले बस्नुहोस् मै गइदिन्छु यो घर छोडेर पर्दैन बुहारी तिमीले घर छोडेर जान अनि डल्ली कि आमा तैँले चाहिँ बुहारीले चाहिँदो नचाहिँदो किन आरोप लाउँछ कि तँलाई मर्ने काल आयो मर्ने काल आएको भए पिरबाट गएर हम्फाले मर बुहारीलाई नभएको आरोप लाउँछस् ए भनेपछि तिमीले मलाई मर्न जा भन्यौ होइन यही अलक्षिणाको ओड लिएर मलाई मर्न जा भन्छौ होइन म किन मर्न जाने तिम्रो ससुरा मर्ने गएर मर न मर्नै मन छ भने मलाई मर्न मन छैन मर्न मन त तिमीलाई रहेछ तिमीले मारेर के गर्नु मार्नु पर्ने त यहाँ कसैलाई थियो एउटा कुरा बुझ यसको पेटमा भएको बच्चा हाम्रो छोराको होइन उसकै बहिनीको बुढाको हो यति कुरा भनिसकेपछि त अरु मैले केही बोल्नु पर्दैन होला नि छोरालाई पनि सन्चो छैन होला माथि सुतिरहेको छ ओ छुचुन्द्री मुसी तेरो ज्यासा म खान्न अरु खाना छिटो पकाइस् म गाउँतिर गए बुहारी आमाले मन दुख्ने गरी वचन लाए पनि पेट नगर आए तिम्रो पेटमा भएको बच्चाको लागि भए पनि तिमीले सहनुपर्छ जिउन सक्नुपर्छ तिम्रो सासू आउने नआउने ठेगान छैन हुन्छ बुवा
आमाले जति हेला अपहेला नगरे पनि जतिसम्म सक्छु सहूला। म दुखी अभागिनीको सहनु सिवाय अरू कुनै विकल्प पनि त छैन। यहाँ कोही मान्छे भित्र छिरेर खाना पकाउलान्। यहाँ घरै बिटुलो हुन्छ। यति कुरा चाहिँ बुझिराख। अनि त अघि मलाई भनेर गिलासमा हालेको चिया त आफै झिच। हेर न, आमाले पनि भाउजूको बारेमा भएको नभएको कुरा भन्नुभएको छ। म बाहिर गएर भाउजूको बारेमा बोलाउँ भने आमाले मलाई बाँकी राख्नु हुँदैन। खै के गर्नु। भाउजू माथि नजानुहोस्, दाइ सुतिरहनु भएको छ। अहिले दाइले तपाईँलाई के भन्नुहुन्छ अनि तपाईँको मन दुख्छ। बरु यहाँ आउनुहोस्, नन्दा भाउजू मिलेर खाना पकाउँला। होइन नानी, म आउँदिनँ। म जस्तो अलेछिनी पापिनीले पकाएको खाना आमाले कहाँ खानुहुन्छ र? त्यसैले म चुलोमा आउँदिनँ नानी। म चुलोमा आएँ भने यो घरै अशुद्ध हुन्छ रे। कसले भने भाउजू तपाईँ अशुद्ध भनेर? यो घरमा को शुद्ध को अशुद्ध भनेर मलाई राम्रोसँग थाहा छ। तपाईँ यहीँ बस्नुहोस्, माथि जानु पर्दैन। भाउजू नरिनुहोस्, तपाईँ यति धेरै नरुनुहोस्। आमालाई झन् कहाँबाट न्युपाम भएको थियो। झन् तपाईँको विगतको छायासँग कसरी भेट भएछ अनि सँगै पनि किन बस्नु भएको आमाले फेरि ठ्याक्कै देख्नु भएछ। त्यो देख्नु भएर आमाले भिडियो बनाएर ल्याउनु भएको थियो अनि दाइलाई देखाउनु भयो। दाइले त्यो भिडियो देखेर रिस थाम्न नसकेर तपाईँसँग यस्तो व्यवहार गर्नुभयो। के गर्ने नानी, आमाको यस्तो व्यवहार र रुखो बोली वचनले गर्दा भत्भती मन पोलिरहेको थियो। त्यसैले सदाको लागि शीतल खोज्न बढेर गएकी थिए। खोइ मेरो विगतको छायासँग कसरी भेट भएर आमाले देख्नुभयो, मलाई त पत्तै भएन नानी। भाउजू सधैँको लागि शीतल खोज्न कस्तो शीतल खोज्न जानुभएको थियो र आफ्नो विगतको छायासँग भेटुनलाई? भइगयो नानी, यो सबै कुरा छोडिदिनुहोस्। जुन दिन म त्यो शीतल भएको ठाउँमा पुग्छु नि, त्यो दिन हजुर आफैले थाहा पाउनुहुन्छ। साँच्चै बरु आमाले छिटो छिटो खाना बनाएछ है भनेको सुनेकी थिएँ। छिटो खाना बनाउनुहोस्। आमा बाहिर जानु भएको छ, आएपछि फेरि खाना पाउनु भएन भने बेकारमा हजुरले गाली खानुपर्छ। भाउजू भोक त खानाले मेटिन्छ, तर मनको पीर बेथा त खानाले मेटिँदैन नि। हेर्नुहोस् त, हजुर त सधैँ पीर बेथाले खुम्चेर बस्नुहुने भयो। अब यसरी बस्न पाउनु हुँदैन। मनको के कस्तो कुरा छ सबै मलाई भन्नुहोस्। मेरी भाउजूको अलिकति भए पनि मन हलुको हुन्छ भनेर मन हलुङ्गो कहाँ हुन्छ र नानी? यो मन हलुङ्गो त त्यति बेला हुन्छ जति बेला यी मनमा लागेको घाउहरू मेटिँदै जान्छ। मनमा लागेको घाउहरू मेटाउनको लागि मलाई आफ्नै बहिनी सम्झेर मनको सबै कुराहरू भन्नुहोस् न त भाउजू। तपाईँको मनको कुरा नभनिकन मनमै लुकाउनु भयो भने त तपाईँको घाउमाथि अझै घाउ थपिन्छ अनि हजुरलाई गाह्रो हुँदैन? मलाई गाह्रो हुँदैन नानी। अब त चोट पीडा सहने बानी भइसकेको छ। सहनुपर्छ भाउजू, सहनुपर्छ। हामी महिला भएपछि धेरै चोटहरू सहनुपर्छ। झन् हाम्रो आमाको जिब्रो त छुरा जस्तै छ, बोल्यो कि मनमा बिजिहाल्छ। नरिनुहोस् अब धेरै। अब त हजुरको जिन्दगीमा अर्को पनि जिन्दगी छ।
त्यसैले उसको लागि भए पनि साहस आँट राखेर अगाडि बढ्न र जिउन सिक्नुपर्छ। हुन्छ नानी, अरूबाट त आश भरोसा मरिसक्यो। अब आश भरोसा भनेको केवल हजुरमा पढाउँदैछ। होइन, यो घरको मान्छेहरू पनि के भएको होला, बुझी साध्य छैन भनेको। घरमा कोही हुँदैन, ससुरा भनाउँदा पनि ससुराले गएको उतै हरायो। अब त हुँदा हुँदा सासू पनि घरमा बस्नै छोडिसकिन्। कोही फेरि त्यस्तो छ कोही भनाउँदो, कहिले घरमा बस्दैन, खालि गाउँ डुल्ने खालि गाउँ डुल्ने। होइन, म यो घरको नोकर्नी नै सम्झेको छन् कि यो सबै काम मैले गर्नुपर्ने, सबै घर मैले सम्हाल्नु पर्ने, यस्तो अचम्म छ भने। होइन, पहिलाको जुनीमा मैले यिनीहरूको ऋणै खाएको थिएँ कि क्या हो। होइन, हुँदा हुँदा अब त सासू पनि पुरै गाउँ मात्रै डुल्ने भइसक्यो। कतै गाउँलेको कुरा सुनेर त्यो विवेकको आमा जस्तै त हुँदिनन्। त्यस्तो भइन् भने त म त सहन सक्दिनँ। त्यो विवेकको आमा एक हप्ता हराउँछिन्, त्यस पछाडि घरमा आएर रडाको मचाउँछिन्। कतै मेरो सासूले पनि त्यस्तै गरिन् भने, तर म त्यो सरू जस्तो सोझी छैन, ठिक लाउँछु। त्यो सरूको सोझी छ र त्यो चोथाले बोक्सी बुढीले हेपेको नि। ओइ चोथाले, कसलाई बोक्सी भने कि तैँले हो? मेरो कुरा नगरी तँलाई एकदम खाएको पत्दैन। सासू ससुरा घरबाट निकालेर खेलाए जस्तो नसोच मलाई। म त्यस्तो होइन नि, अलिक विचार गर। तेरो कपालको केस एक गरेर गरिदिन्छु नि फेरि। लुगाना त जस्तो देख्यो त्यस्तै भन्ने त हो नि। मुख हेर न, मुख बोक्सीकै परिगएको छ। तिमी पनि नि आफ्नो बुहारीलाई हेपे जस्तो नहेप मलाई। हो जा हो, हेप्दोको रहेछ यहाँ आएर। जसले आफ्नो घरका सासू ससुरा लोग्ने सबै खेदाएर एक्लै बसेकी छ, उसैले मेरो कुरा गरेर बस्ने, मेरो घरको कुरा गर्ने। तँलाई मेरो घरको कुरा गर्ने के चासो हो? आफ्नो घरको कुरा गर्न के गर्नु छ? होइन भने तिएर जटासँग उखालेर सबै छाडिदिन्छु फेरि म। नाना थरी कुरा काट्दो रहेछ है मेरो पो। काट्छु त नि, जस्तो देख्यो त्यस्तै काट्ने त हो नि। मैले मात्रै काट्ने हो र? तिम्रो कुरा त गाउँभरिकाले काट्छन्। अझ मैले सासू निकालेको भन्दिरहेछन्। मेरो सासूलाई चाहिँ तिमीले पुरा आफ्नै बानी बेहोरा सिकायो होला नि त, त्यही भएर यहाँनिर मलाई तलाउनु तिमी आएको होला होइन? ओइ चोथाले, ओइ जसको चाहिँ सासूको मैले छाया पनि देखेको छैन, उसैसँग मिलेर मलाई कुरा काटिस् भन्छस्? मेरा कुरा काटेर तँ यहाँ खेचारिएकी छस्? अझ मलाई उल्टै दोष पो लाउँदिरहेछ त। तेरो सासू चाहिँ गाउँभरि कात्तिके कुकुर यस्तो लखर 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 डुलेर हिँडेकी हो नि, अझ दोष चाहिँ मलाई लाउने? लाउँछु त। अब मैले गर्छु, बुझिस्? अब मैले गर्छु। मेरो घरमा आएर सासू हेपे जस्तो खोज्छस्? तैँले मलाई अघि बोक्सी भनेकी होइनस्? अब बोक्सीले तेरो खुन कसरी पिउनु गर्छ? त्यो मेरो खुन अब तेरो बुहारी जस्तो सोझी सोचेको मलाई। लाजा, त्यो खोज्न आएको होइन? मलाई आफ्नो बुहारी जस्तो हेपेको होला। कसरी मैले बनाउनु पर्छ मैले जानेकी छु। यहाँ आएर पो मलाई पो हाल्दो रहेछ। मेरो घरमा आएर जाने होइन? अब बोक्सीले कसरी खुन पिउँछ थाहा पाउँदै जा। यो कुरा बुझ्दै जा। अब हेर्निस् म के गर्छु तँलाई। तेरो छ यहाँ मेरो घरमा आएर मैलाई हात हाल्ने, यसको नि कसरी तल लाउनु पर्छ मैले जानेको छु। त्यसको सोझी बुहारी जस्तो सोचेको होला मलाई। तँलाई पख मैले के गर्छु भनेर पछि थाहा पाउलिस्। तँलाई आज त मैले गाउँकी छिमेकी बुहारी भनेर मात्र छोडेको, फेरि तेरो सासू पनि घरमा रहेन रहेछ। नत्र मैले तेरो के हालत गराउँथे अनि थाहा पाउँथिस्। गराइस् हालत, आजलाई बसेर गइस्। फेरि मेरो घरमा न्यु खोज्न आइज न, तेरो चाहिँ के हालत बनाउँछु। ढुङ्गा पनि छैन, ढुङ्गा भए नि पक्लकै हानेर मारिदिन्थे। साठी न्यु खोज्दो रहेछ।
काका कता लाग्नु हो कता हुनु नि बाबु हिजोअस्तिदेखि गाईको गोबर फालेको थिएन त्यही गोबर फाल्यो कि भनेर जान लाग्यो अनि बाबु कता घरतिर जान लाग्यो क्या हो काका घरै हिँडेको कसरी ठ्याक्कै थाहा पाउनु भयो अनि के काका सरू भाउजूको अलिअलि नराम्रो सुनेको थिएँ के हो कुरो कस्तो नराम्रो कुरा हो र बाबु नराम्रो कुरो त होइन काका अनि अस्ति सरू भाउजू त भिरबाट हामफालमा खोज्नु भएको अरे अनि हजुरले र विवेक दाइले बचाउनु जानुभएको अरे के सरू भाउजू भिरबाट हामफालेर मर्न खोज्नु भएकै हो त होइन बाबु बाबुलाई यस्तो कुरा कसले सुनाए ल काकाले नि कस्तो कुरो गर्नुभएको गाउँमा एउटा चल्न मरो भने त थाहा हुन्छ उहाँ त मान्छे हुनुहुन्छ उहाँले भिरबाट हाम फाल्न खोजेको त्यत्रो कुरो थाहा हुँदैन होला र काका पनि नढाटुस् न हामीलाई हो बाबु यो कुरा त तिमीलाई थाहा भइसकेको रहेछ तिम्रो काकीको पानी बेहोराले गर्दा बुहारीले आत्महत्या गर्न खोजेको रहेछ अब त हामीले बुहारीलाई सम्झाइसकेका छौँ त्यस्तो नगर्ली भन्ने हामीलाई विश्वास लागेको छ विश्वास लाग्यो भनेर काका त्यसै नछोड्नु होला सरू बाबुलाई अब काकीको त के कुरा गर्नु विवेक दाइलाई धेरै सम्झाउनु होला फेरि पनि सरू भाउजूले त्यस्तो सोच लिन सक्नु होला धेरै ख्याल गर्नु होला है हुन्छ बाबु उनी बुहारी भए पनि मैले छोरीको व्यवहार गरेको छु विवेक छ म छु उनलाई हामी राम्रोसँग हेरविचार गरिहाल्छौँ नि ल त काका म नि घरतिर लागेँ हुन्छ बाबु धन्न विवेकले बुहारीले गरेको नराम्रो व्यवहार र कुखुरा छिनेको कुरा थाहा रहेनछ थाहा भएको भए त बर्बादै हुन्थ्यो नि हजुर कहाँ जान लाग्नु भएको म जहाँ गए पनि जे गरे पनि त कुकुरनीलाई के को मतलब त आजदेखि मेरो कोही रहेनस् मलाई जे गरे पनि जसो गरे पनि मलाई सोध्ने कुनै अधिकार छैन बुझिस् बुढोलाई कहाँ जान लाग्नु भएको भनेर सोद्धा पनि मुटु फुट्ने गरी वचन लाउनु पर्ने पहिला जहाँ जान लागे पनि मलाई सोध्ने मान्छे मैले कुनै काम गर्दा पनि काम नगर भनेर सम्झाउने बुझाउने मेरो हरेक दुःखमा पाइला पाइलामा साथ दिने मान्छे आज यस्तो व्यवहार गर्दा म कसरी सहु अब म के गरौँ जिन्दगीभर जसको साथको आश गरेको थिएँ अब त त्यो आश पनि हराइसक्यो कति अभागी रहेछु म पहिला पनि जोसँग माया र साथको आशा गरेको थिएँ उसैबाट ठुलो वज्रपात बनाइदियो जिन्दगीमा आज पनि कसरी सहु म कति अभागी रहेछु जहाँ जान्छु जसलाई माया गर्छु जसको साथको आश गर्छु उहीबाट सधैँ निराशा पाउनु पर्छ सधैँ पीडा खप्नु पर्छ मैले कति दुख्यारी कर्म लिएर जन्मेकी रहेछु जहाँ गए पनि ठक्करै ठक्कर होइन हौ कोही कोही मान्छेलाई त लाज शरम अलिकति डर भन्ने त एक रति पनि लाग्दो रहेछ त पहिला पो पहिले माया गरेर ल्याप ल्याप चाड्थ्यो र आर भरोसा पाएर बसेका थिए अहिले त पहिले पनि माया गर्दैन के रुगेर बस्या हुन यो घरमा कसैले बाँधेर छाडेर नि राख्या होइन पहिला सबै कुरा सर्लङ्ग भइसक्यो लाग्नु नि आफ्नो बाटो लागे हुन्छ अब लागे हुन्छ आफूलाई साथ दिने मान्छे म जङ्गला फन फन घुमेर बस्या होलान् कतिखेर आउँछ र भेटौँ भनेर
गए भइहाल्यो नि के खान यहाँ बसिरहे के रुँगेर अब त कोहीले पनि माया गर्दैन यहाँ छेचारिएर बस्नु भन्दा बेलैमा बाटो लागेर आफ्नो मान्छे भेटे त्यसैमा भलाइ होला हजुरको यहाँ बसेर केही हुने होला छैन छोराले पनि आमाकै कुरा सुनेर बुहारीलाई नराम्रो व्यवहार गर्दछ छोरालाई त आमा कस्तो छ भन्ने कुरा सबै थाहा छ नि तैपनि छोराले किन त्यस्तो गरे त्यसले कहिले आमाको कुरा सुन्दैनथ्यो कहिले आमाको विश्वास गर्दैनथ्यो तर आजकल किन आमाको विश्वास गरेको कतै मोहनी लगाएर बुहारीप्रतिको मनै बदलिदियो कि बुहारीले आमाको अन्याय र अत्याचार त सहेकी थिए छोराले त्यस्तो व्यवहार गर्दाखेरि बुहारीको मन कति रोइरहेको कति पिरोलिरहेको होला अब म बुहारीको पक्षमा बोल्यो भने उल्टै बुहारीको पुच्छर बनी भनेर बुढीले उल्टै कराउँछ छोराले पनि त मलाई देखिसक्छ हे भगवान् हाम्रो घरमा सधैँ यस्तै भइराख्यो भने घर व्यवहार कसरी चल्ला म त दिक्क भइसकेँ गर्मी पनि कस्तो बढेको भने अब बाँकी रहेको मन घरै आराम अहिले जान्छु मलाई तहलाउन आकी त्यो चोथाले बुढी थाहा पायो होला नि कसरी तहलायो भनेर उसको बुहारी जस्तै सबै सोझी हुन्छ भनेर सोचेको होला देख्यो सोझो फेरि आओस् न यो घरमा नि खोज्नलाई अझै तहलाउँछु त्यसलाई पुगेकै छैन अझै होइन बुढी के भयो तँलाई भिसाएर बसेको चेष्टा मजिका जस्तो यत्रो आँखा पारेको चेष्टा चर्लक्क निलुला जस्तो त्यो चकटीले म बस्छु अनि मेरो बुढा बिचरा गाउँ डुलेर आएको मान्छे कस्तो थाक्यो होला नि ल ल बस किन हान्छ यो होइन है बुढी तँलाई के भयो मैले चकटी त राम्रैसँग मागेको छु त तँ चाहिँ रिसाएर दिनुपर्छ तिमीलाई त नि 2-4 भाडा चाहिँ दिनुपर्ने यो त कम भयो हेर नबोली बस है फेरि पर्लाउने मेरो रिसमा तेरो रिसमा पर्नुपर्ने मैले के नै गल्ती गरेको छु भन् त आज त रिसाइ छैस् त तँलाई कसले रिस उठायो भन् त न घरमा रिस उठाउनलाई बा छन् न आमा छन् आमाहरू पनि छैन एक्लै तँलाई के भयो के भएन भन न त्यो राक्षसनी बिबेको आमा आएर बिहानै घरमा झगडा गरे तिमीलाई भने डुल्दै ठिक्क छ त्यही भएर गाउँकाले पनि हेप्न थालिसक्यो गाउँले हेप्न नै किन नहेपोस् त बुढो भनाउँदै यस्तो छ अलि साहसी अलि गतिलो घर सम्हाल्ने व्यावहारिक भइदिए पनि मान्छेले हेप्न नि सक्दैन म त मेरै भाग्य त्यस्तो नि कहाँबाट यस्तोसँग भेट गराइदियो हुन त ठिकै भनिस् बुढी गाईले न तेरो सोच मिल्छ न विचार मिल्छ न कुरा मिल्छ मसँग के मिल्छ भन् त दिनैपछि झगडा मात्र गर्छस् होइन तेरो र मेरो भेट हुँदाखेरि भाग्य लेख्ने भगवान् सुतेका थिए नि यस्तो सिरियस कुरालाई मजाकमा नलिने हो अनि भेट्ला नि फेरि मलाई रिस उठाएको ए बुढी त कति झगडा गर्छस् भन् त आउने बित्तिकै यसरी झगडा गरेपछि बाहिर गाउँ समाजले देख्ला हाम्रो इज्जत जाँदैन जति झगडा गर्नु चाहिँ भित्रै बरु गर कुट निस्ने कुट हिँड आमा मलाई किन जन्म दियो किन आमा हजुरले जन्म नदिएको भए मैले आज यो दिन त देख्नु पर्दैन थियो यो संसार यो जिन्दगी मेरो लागि होइन जस्तो लाग्छ जता हेर्छु जता जान्छु त्यतै अन्धकारै अन्धकार देख्छु आमा घरमा पनि पीडै पीडा बिचल्ली दुनिया थरी आरोप खेप्नु पर्छ हजुरले त मलाई माया गरेर जन्माउनु भयो हुर्काउनु भयो तर आज त्यही माया पीडामा परिवर्तन भए जस्तो लाग्छ
भाग्य विधाताले भाग्य त सबैको लेखिदिए, मेरो पनि लेखे, तर मेरो भाग्यमा खुसी लेख्ने बिर्सिएछ। सपना देख्ने अधिकार त दिए, तर त्यो सपनालाई कहिले पुरा हुन दिएन। कस्तो अभागी म। बुहारी हेर त यहाँ एकान्तमा आएर किन रुँदै बसेकी? होइन बुवा, होइन, म रोएर बसेकी होइन। बुहारी तिमी किन कुरा लुकाउँछौ? मैले सबै कुरा देखिसकेको छु। प्राय बुहारीहरूमा दुःख पीडा लुकाएर हाँस्नेमा तिमी पनि पर्छौ जस्तो लाग्छ मलाई। खोइ के भनौ र बुवा, मनभित्र हजारौं वेदना पीडाहरू लुकाएर बाहिर हाँस्ने कोसिस त गर्छु, तर धेरै गाह्रो हुँदो रहेछ। खोइ कसले बुझ्छ र यो मनभित्र रहेको वेदनाहरू? त्यसो नभन बुहारी, गरिब दुखी असहायको भगवान हुन्छ भन्छन्। तिम्रो दुःख पनि त एक दिन भगवानले बुझ्लान् नि। एक न एक दिन खुसी त आउँछ होला नि। खै बुवा, आउला नि। त्यही खुसीको दिन आउने बेलासम्म सायद म यो संसारमै नरहला कि बुवा। यस्तो कुरा नगर बुहारी, जामी नगर। छोरी त पनि अब त्यो अलक्षिणीको धेरै पुच्छार बनेर नहिँड र त्यसको वर्ड लिएर पनि नबोल। तेरा बाउले त्यो अलक्षिणीको पुच्छारलाई भएर हिँडेका छन् तेरा बाउ। अहिले कुन दिन म तेरा बाउको त्यो पुच्छार चट्टै काट्दिन्छु अनि थाहा हुन्छ, बुझिस्? आमा, बुवा भाउजूको पुच्छर लाएर कहाँ हिँड्नु भएको र? तपाईँले सधैँ भाउजूको मन मात्र दुखाइदिनुहुन्छ अनि बुवाले त सम्झाउनु मात्र भएको। सम्झाउँछन् कि के गर्छन् मलाई के थाहा। मलाई त आजभोलि तिनीहरू दुईटा बुहारीलाई चाहिँ लपलपी चाटेर मलाई हेला गरेको देख्दाखेरि मलाई त कता कता मनमा अर्कै कुरा उब्जिरहेको छ छोरी। खै आमा, मैले त बुवाले भाउजूलाई राम्रै व्यवहार गरेको देख्छु क्यारे। तपाईँको मनमा पनि कस्तो कस्तो कुरा उब्जिने हो, म त केही बुझ्नै सक्दिनँ। बुझ्छेस् छोरी, बुझ्छेस्। तैँले बिस्तारै बुझ्छेस्, किन अहिले नै आत्तिन्छेस्? धैर्य गरेर बस्न, एक दिन पक्कै बुझ्छेस्। खोइ आमा, के बुझ्नु के नबुझ्नु अनि कति धैर्य गर्नु हो? तपाईँको कुरा सुनेर नि म त पागलै हुन लागिसके। पागल हुनु पर्दैन क्या छोरी, पागल हुनु पर्दैन। बुझ्छेस् तैँले, समय आएपछि सबै कुरा छर्लङ्गै बुझ्छेस्। बरु जा मैले हिँड तल। ओहो, कस्तो घाम लागेको, गर्मी पनि के साह्रो बढेको हौ। घरमा बस्दा बस्दा कस्तो अल्छी लाग्यो। बरु एकछिन यसो गाउँतिर हावा पो खाएर आउनुपर्छ कि क्या। बुढा, ए बुढा, म एकछिन गाउँतिर गएर आउँछु है, घरमा बस्दै गर। यो बुढी गाउँतिर त डुल्न गई, सधैँको लागि नआए त हुन्थ्यो नि। मसँग जोडी मिल्ने बिहा गरेर त म मजाले बस्थेँ। काका, ससुरा बुहारी कहाँ गएर आउनु भएको? कि सरुले फेरि पहिलाकै कार्य दोहोऱ्याइन्, त्यही भएर बचाएर लिएर आउनु भएको त होइन नि? होइन बुहारी, होइन। बुहारी उठेर बिहानै गोठमा गएकी रहेछ। म पनि मोल फाल्छु भनेर गोठमा गएको, बुहारीले मोल फालिसके रहेछ। हामी गोठबाट ससुरा बुहारी आउँछ। त्यही त काका, हजुर त कति बुझ्ने हुनुहुन्छ। छोरा बुहारीलाई पनि माया गर्नुहुन्छ, गाउँ समाजको सबैलाई माया गर्नुहुन्छ। तर काकी छ नि, काकी चाहिँ कति साह्रो चण्डाली निस्किनु भएको नि। हुँदा हुँदा त बिहान मेरो घरमा आएर
मलाई नै हातसम्म हालेर जानुभयो। हेर्नुहोस् न बुवा, घरमा त आमाले नराम्रो व्यवहार गर्नुहुन्थ्यो। अब हुँदा हुँदा छिमेकीलाई पनि हात उठाउन थाल्नु भयो। यसो गरेर हामी घर परिवारको इज्जतै माटोमा मिलाउने हुनुभयो। छोड्देऊ बुहारी छोड्देऊ, त्यस्ताको के कुरा गर्नु? कुरा गरेर साध्य हुने मान्छेको भए पो कुरा गर्नु, त्यस्ताको कुरा गरेर केही फाइदा छैन। अनि बुहारी बाटोमा के कुरा गर्नु, हामी त गयौँ घरतिर। ल ल काका जानु राम्रोसँग। त्यहाँ काकीलाई चाहिँ सम्झाउनु नि, फेरि पनि मसँग त्यस्तै न्यु खोज्न आइन् भने म चाहिँ छोड्दिनँ नि फेरि। भनेको थिए नि, अहिले विश्वास गरेकी थिइनस् नि, अहिले आफ्नै आँखाले देखेपछि तँलाई विश्वास भयो होला नि, हैन? हैनै डल्लीकी आमा, तैँले भन्न खोजेको के हो? हावा लागेर भुमरी घुमे चाहिँ किन कुरा गर्नुहुन्छ? सिधा सिधा भन्न। के कुरा छर्लङ्ग बोल्न पर्यो डल्लीका बा? सबै कुरा आफ्नै आँखाले छर्लङ्गै देखिसकेपछि नि बोल्न पर्छ। होइन तिम्रो पारा चाहिँ के हो भन न? छोराले त मन पराउन छोडिसक्यो, बुहारीलाई भने यो कुलङ्गार्नी अलक्षिणालाई भने तिमी चाहिँ पुछार लागेर हिँड्छौ। गाउँघर छर छिमेकले देखे भने के भन्छन् बोली? अलिकति पनि दिमागमा छैन कि तिम्रो दिमागमा सबै गोबर भरिएको छ? जता गए नि बुहारीको पछि जता गए नि बुहारीको पछि अरु काम केही छैन तिम्रो? घरमा सोच विवादी कता के व्यवहार कहाँ के केही पत्तो छैन, हैन? खाली यो कुलङ्गार्नीको पछि लागेर हिँड्या छ। यो पनि कुनै तरिका हुन्छ? जहिले सुकै जति बेला सुकै पछि लागेछ हिँड्या छ। हैन डल्लीकी आमा, गोबर त मेरो दिमागमा हैन कि तेरो दिमागमा भरेको छ। हैन कति पाप बोल्न सकेको हो? के बोल्नु हुन्छ के बोल्नु हुँदैन अलिकति सोच विचार गरेर बोल्न सक्दैनस्? सोच विचार त मैले होइन तिमीले गर्नुपर्ने। तिमीले अहिलेसम्म त मैले मात्रै भन्दैछु, सम्झाउँदैछु। भोलि गाउँ घरका मान्छेले कुरा काटेको सुने मात्रै भने नि भित्रबाट खसी काट्ने खुकुरी ल्याएर तिम्रो खुट्टा खप काट्छु, बुझ्यौ? आमा, बुवाको खुट्टा किन काट्नु पर्यो? बरु काट्नु पर्यो पनि मलाई काट्नु न, बरु मलाई मार्नुस् न। बाउ समान मान्छेलाई किन आरोप लगाउनुहुन्छ यसरी? छोटे बुहारी, यो डल्लीकी आमाले जति नै कुरा घुमाएर गरे पनि मैले बुझिसकेको छु। ए डल्लीकी आमा, हुँदा हुँदा अब आएर हामी माथि पनि शङ्का गर्न थाली छैन? मेरो बुढाले जति मैले कुरा घुमाएर गरे पनि बुझ्न चाहिँ बुझ्नु हुँदो रहेछ भन्ने भयो है मलाई। मेरो छोराले वास्ता व्यस्त नगरेको यो नकचरीलाई अघि पछि लाएर हिँड्न अलिकति पनि लाज शरम छैन भनेको। भोलि सर समाजले देख्दा मलाई यहाँ ल्याएर कुरा सुनाउँदा अनि हाम्रो घरको इज्जत कहाँ जान्छ? छ कि छैन त्यो अलिकति दिमागमा सोच। म लाटो छ सोझो छ केही बुझ्दैन भनेर जे बोले पनि हुन्छ भन्ठानेको छस्? त्यो विवेक घरमा त्यहाँ आओस् न। तिमीहरूको आमा छोराले सँगै राखेर छलफल गर्नु परेछ। बुवा भयो छोडिदिनुहोस्, तपाईँ पनि ठुल्ठुलो सोले नकराउनुहोस्। आमाले जे भन्नुभयो पनि आमाले झापड त नहान्नु पर्ने थियो। चुप ला। छोरो आएपछि छलफल त गरौँला, ल ठिक छ। तर मलाई यहाँ झापड हानेको अरिङालको गोलामा हात लगाउनु र बलिरहेको आगोमा हात लगाउनु उस्तै उस्तै हो। अब तिमी तोरी बुढाको म तिम्रो टोपीमा थोप्दा सँगसँगै दिन्छु म, बुझ्यौ?
जल्दी गामा आजसम्म जल्दी गामा तिमीले मलाई हात उठाएका छैनौ। आज यो कुलङ्गारको कारणले गर्दाखेरि मलाई हात उठायो होइन। अब तिम्रो हालत के बनाउँछु? नगर न ए जल्दी गामा जल्दी गामा आज यो कुलङ्गारको एउटा छिरीका कारणले गर्दा मैले कुनै खानु परेको छ। म तिमीलाई मारेर छाड्छु। जल्दी गामा आमा भयो तिमी र यो घिरुम्ले छुट्टी मुसी त अलग छिना कुलङ्गार्नी। तिमीहरू तीनजना एक भएका छौ। तर मेरो छोरो मेरो मुठीमा छ। तिमीहरू अब हेर्दै जाऊ तीनजनालाई म के गर्छु। एउटै खाल्डो खनेर तीनजनालाई एकै ठाउँमा गाड्न सकिन भने मेरो नाम पनि भद्रकाली होइन बुझ्यौ। अब तिमीले यो भद्रकालीको पावर देख्छौ पावर। छोरी बुहारी रोडे भित्र गएकी छे चाट सम्झा। हुन्छ बुवा। छोरी आज तेरा आमाले भन्नु नभन्नु भनी बुहारीले साह्रै मन दुखाएकी छे। बुहारीले तँसँग केही कुरा गरे कि? नै बुवा, भाउजूले त्यस्तो त केही भन्नुभएको छैन। तर आमाले त्यस्तो विधि भन्दा त भाउजूले कसरी मन नदुखाउनु होला र। त्यही त छोरी, तेरी आमाले पाप पनि कतिसम्म बोल्न सकेकी। हुँदा हुँदा ससुरा बुहारी सल्केको छ भनेर शङ्का पनि गर्न थाल्छ। तेरा आमाको यस्तो घिनलाग्दो व्यवहारले गर्दा म त वाक्क दिक्क भइसकेँ। त्यही त नि बुवा, हाम्रो आमाले नि कस्तो नराम्रो सोच्नु भएको, कति नराम्रो व्यवहार गर्नु भएको। म पनि अचम्मै परेको छु। भोलि गएर आमाको कारणले छोरी पढाइ गर्दा छोरीलाई अप्ठ्यारो पर्छ भनेर नि कहिले सम्झिनु भएन। सोच्दैन छोरी, सोच्दैन। त्यसले कसैको लागि राम्रो सोच्दैन। त्यसले सोच्ने भनेको सबैको लागि कुभलो मात्र हो। बुहारी सानो मिल्की छे। सानो कुरामा पनि चित्त दुखाइहाल्छ, रोइहाल्छ। आज भोलि विवेकले पनि त्यति राम्रो गर्दैन। बुहारीलाई तैँले राम्रोसँग सम्झाइ। हुन्छ बुवा, म भाउजूलाई सम्झाउँछु। भाउजूले पनि बुझ्नु होला। तर हाम्रो आमाले चाहिँ कहिले बुझ्नुहुन्छ बुवा? बुझ्दिन छोरी, बुझ्दिन। त्यसले त मरेपछि मात्रै बुझ्छ। त्यसको बानी व्यवहार हेर्दा त तलतिर बोगाएर माथितिर खोर्न जानु पर्ला छ। भइगयो बुवा, यो सबै कुरा छोडिदिनुहोस्। भित्ताको पनि कान हुन्छ भन्छन्। फेरि आमाले कतैबाट सुन्नुभयो भने घरमा रनाक्क मचाउनुहुन्छ। के भयो तपाईलाई? के गर्दै हिँडेको के? हुन पर्दैन मलाई। कस्तो अँगार लाग्यो मलाई छुनी। भाउजू, दाई पनि आइपुग्नु भएको रहेछ। अनि दाईलाई के भयो? हेर्नुहोस् न, हजुरको दाई के हालत बनाएर आउनु भएको छ। तेरो बाबुको हालत बनाएर आएको देखेनस्? तेरो पेर मर्का दुःख जम्मै बुझ्थेँ मैले। कहिले मेरो मर्का पेर कहिले बुझिस्? कहिले बुझेनस्। त्यही भएर मैले यस्तो हालत बनाएर हिँड्न परेको छ, बुझिस्? दाई, तपाईँ यो कस्तो अवस्थामा आउनु भएको? अनि के बोल्दै हुनुहुन्छ? अलिकति विचार गर्नु भएको छ? बिहान कतिखेर निस्किनु भएको हो थाहा छैन। अनि यस्तो अवस्थामा आएर भाउजूलाई किन गाली गर्नु भएको? भएको नानी छोडिदिनुहोस्।
उहाँलाई नै आफ्नो जिन्दगीको कुनै चिन्ता छैन, सही गलतको होस छैन भने हामीले भनेर के नै हुने हो र? हो, सही कुरा रिस्ताले केही हुनेवाला छैन प्रभुजी। तर मैले पहिल्यै भनेको थिएँ यो घर छोडेर गइहाल्नु भनेर। अब मेरो जिन्दगीदेखि धेरै टाढा पुगिसक्यो। मलाई अब कोही चाहिँदैन। दाइ तपाईँ धेरै नकराउनुहोस्। भयो नानी, दाइलाई लिएर माथि जानुहोस्। आमा, सधैँको मलाई दोष किन दिनुहुन्छ? के मैले हजुरको छोरालाई रक्सी खानु भन्दै रक्सीको बोतल लगेर टगार्दिएकी छु र मलाई आरोप लगाउनलाई? अझै त ठुल्ठुलो कुरा गर्छस्? यो मेरो छोरो हो। तँलाई त म त्यतिकै थाहा छाड्छु अब।
गरी